दर्शकबिन सबैलाई नमस्ते। आज म चाहिँ हाम्रो यो घोराई र तुलसीपुर सडक खण्डको बिचको बाटोमा छु। घोराई तुलसीपुर सडक खण्डमा हामीले तपाईहरुले हेर्न सक्नुहुनेछ काम चाहिँ धम्माधम भइरहेको छ भने घोराई तुलसीपुर सडक खण्ड यसभन्दा पहिला नै 77 78 मा पनि कामको लागि धेरै नै बजेट विनियोजन भएको थियो र त्यति बेला काम सम्पन्न भएको थिएन र ठेक्का खारेज भएको थियो र त्यसपछि अहिले आएर फेरि एकपटक घोराई र तुलसीपुर बासीको लागि खुसीको खबर छ। यदि घोराई तुलसीपुर सडक खण्ड बन्छ या बन्दैन है त हेरौ है त। योभन्दा पहिला घोराई तुलसीपुर बाटोमा चाहिँ बाटो राम्रोसँग बन्न नसकेको खण्डमा बीचबीचमा खाडालहरू धेरै खनिएका थिए र त्यति बेला 27-28 जनाको ज्यान गएको थियो भने यसपालि चाहिँ त्यस्तो नहोला र यसपालि काम सम्पन्न होला भन्ने सम्पूर्ण जनताहरूलाई आशा छ। एसियाको दोस्रो ठुलो भ्याली उपत्यका र नेपालको पहिलो भ्याली उपत्यका रहेको छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो उपमहानगरपालिका घोराई र तुलसीपुर उपमहानगरपालिका जोड्ने सडक खण्ड 4 लाइनमा विस्तार एवं स्तर उन्नति कार्य धमाधम भइरहेको तपाईँ हामी सबैले नदेखेको कुरा होइन र यो 4 लाइनको लागि चाहिँ हाम्रो करिब 22 किलोमिटर सडक खण्ड रहेको छ र यो 22 किलोमिटर सडक खण्ड 4 लाइनमा विस्तारको लागि हामीले कोसँग कसरी ठेक्का भयो कहिले भयो भन्ने कुरा पनि थोरै बुझिहालौँ र यो ठेक्का यस बाटो पुरा गर्नका लागि दिवा चन्दन भगवती जेबी काठमाडौँ निर्माण कम्पनीलाई ठेक्का परेको छ र ठेक्का सम्झौता चाहिँ हाम्रो 2082 3 महिना 24 गते गरिएको थियो भने र पुनः काम सुरु गर्नका लागि चाहिँ हाम्रो 2082 4 महिना 8 गतेदेखि 2085 3 महिना 23 गते काम सम्पन्न गर्नुपर्ने छ र यो कम्पनीले काम पुरा गर्न सक्ला या नसक्ला तपाईहरुलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रियाहरू दिनुहोला। र अहिले हामी नारायणपुर बजार पनि आइपुगेका छौँ र यहाँनिर हाम्रो नारायणपुर इलाका प्रहरी कार्यालय देख्न सकिन्छ भने हामी यो बजारलाई चाहिँ अझ व्यवस्थित र सुन्दर तपाईलाई यो भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक शेयर र कमेन्ट गर्न नबिर्सिनु होला। हस्।